हेलो साथीहरु, स्वागत छ यहाँहरुलाई मिठो भान्साघर युट्युब च्यानलमा। आज चाहिँ हामी तपाईहरुलाई आलु र परवलको रेसिपी शेयर गर्न गइरहेका छौं। आउनुहोस् है त हामी सँगसँगै तपाईहरुले पनि यसरी नै बनाएर खानुभयो भने एकदमै मिठो हुन्छ। यो बनाउन चाहिँ एकदमै इजी छ। अब सुरु गरौं। यहाँ चाहिने सामग्रीहरुबाट हामीले चाहिँ लिएका छौं सानो काटेको टमाटर, त्यसपछि प्याज, त्यसपछि लसुन, अदुवा र तोरी पिसेको पेस्ट, त्यसपछि परवल र आलुलाई लिएका छौं। अनि आलु चाहिँ हामीले उसिनेको लिएका छौं। परवललाई चाहिँ हामीले बाहिरपट्टि तासेर यसरी काटेका छौं है। अब हामीले एउटा प्यानमा तेल तताउँछौं। त्यसपछि परवललाई एक एक गरेर यसरी घोप्ट्याएर फ्राई गर्दिन्छौं। यसरी फ्राई गरिसकेपछि 30-40 सेकेन्डसम्म यसरी नै पाक्न दिने। यो हल्का ब्राउन ब्राउन कलरको जस्तो हुन्छ। त्यसपछि फेरि यसलाई पल्टाइदिनु पर्छ यसरी। यसरी फर्काइदिसकेपछि 30-40 सेकेन्डसम्म यसलाई फेरि यसरी नै पकाउनु पर्छ। अब भने यो पाकेर हल्का खरिसकेको छ। हेर्नुस् त साथीहरु। अब यसलाई चाहिँ हामी एउटा थालमा निकाल्छौं। अब त्यही तेलमा चाहिँ हामीले यसरी उसिनेको आलुलाई राखेर एकछिनसम्म फ्राई गर्दिन्छौं। अब भने यो हल्का ब्राउन ब्राउन कलरको भएर फ्राई पनि भइसक्यो। यो आलुलाई पनि हामी अब एउटा थालमा निकालेर राख्छौं। यही तेलमा अब हामीले यहाँ दालचिनी र ल्वाङ मरिचलाई राखिदिन्छौं। त्यसपछि प्याजलाई पनि राखिदिन्छौं। प्याज हल्का खरिसकेपछि अब हामी यहाँनेरि अघि कुटेको जिरा, लसुन, अदुवा र तोरीको पेस्टलाई पनि राखिदिन्छौं। त्यसपछि खानाको मात्रा अनुसार बेसार, त्यसपछि स्वाद अनुसार नुन, स्वाद अनुसार चिल्ली पाउडर, चप गरेर राखेको टमाटरलाई पनि यहाँनेरि राखिदिन्छौं। अब भने यसलाई मज्जाले चलाएर चाहिँ अलिकति थोरै पानी राखिदिएर अब यसलाई मज्जाले पाक्न दिनुपर्छ। यहाँ चाहिँ हामीले छोपेर पकाएका छौं। छोपेर पकाउँदाखेरि नै एकदमै टेस्टी हुन्छ। अब हामी यहाँनेरि 2 कप जति पानी हालेर अघि ब्राउन गरेर निकालेको परवल र आलुलाई पनि यहाँनेरि राखिदिन्छौं।
अब यसलाई 5 मिनट जति पाक्न छोडिदिनुपर्छ। यो रस पनि घट्छ अनि त्यस पछाडि परवल र आलुको भित्री लेयरसम्म मसला पनि मजाले पुग्छ। अब भने हेर्नु त पाकिसकेको छ र मसला पनि मजाले पुगिसकेको छ। ठिक्क बाक्लो ग्रेभी टाइपको भएको छ। हेर्नु त साथीहरू, एकदमै मिठो वाउ टाइपको देखिएको छ है। यसरी बनाएर खानुभयो भने यति मजाको, यति मिठो र बिर्सिन नसकिने, मुखैमा झुन्डिने खालको परवल आलुको सब्जी बन्छ है। तपाईहरु पनि यसरी ट्राई गर्नुहोला र यस्तै न्यू रेसिपीहरुको लागि हाम्रो च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब पनि गर्नुहोला। आज भने बाइ बाइ।